हेलो गाइस, फेरि पनि मैले एउटा सेल्फी स्टिक फ्लिपकार्टबाट मगाएको थिएँ कि। र फ्लिपकार्टबाट चाहिँ सेल्फी स्टिक मगाउँदा चाहिँ यस्तो रहेछ। यहाँ चाहिँ साथी सेल्फी स्टिक रहेछ हो, यस्तो रहेछ हो। र यसो गर्दा चाहिँ यो चाहिँ ड्यामेज रहेछ। हेर्नुहोस् है साथी हो, यो चाहिँ ड्यामेज रहेछ। यस्तै हुनुपर्ने हो। र यहाँमा एउटा हुन्थ्यो ब्लुटुथ कनेक्टर खिच्ने थियो, त्यो पनि छैन रहेछ हो। त्यसको चाहिँ चार्जर मात्र छ। यो चार्जर त कहाँ लाउनु, अब यो छैन चार्जर त कहाँ लाउनु पर्ने साथी हो। यस्तो आउँदो रहेछ फ्लिपकार्टबाट पनि। पहिला चाहिँ राम्रो आउँदो रहेछ भनेर भनेको थियो हो। र यो पनि हेर्नु न, यो पनि ड्यामेज रहेछ। यो पनि फुटेको रहेछ। यो कस्तो हो पनि, यस्तो होला सायद। कस्तो यो चाहिँ यस्तो रहेछ। खोइ यस्तो रहेछ साथी हो। ओपन रहेछ हो। यस्तो खालको। तर यसको चाहिँ सामानै छैन। यहाँको चाहिँ मैले मगाएको अर्कै हो, तर सामान चाहिँ अर्कै हो। यस्तो थियो हो। म्यानुअलमा चाहिँ यस्तो रहेछ। यहाँ रहेछ म्यानुअलमा चाहिँ हो। बटन छैन। यो बटन चाहिँ बटनै छैन। यो बटन छैन रहेछ हो। यस्तो रहेछ नि। यो हुँदो रहेछ चार्जिङवाला। यस्तो हुँदो रहेछ नि त गाइस। र त्यो चाहिँ छैन रहेछ। र यो चाहिँ मैले रिटर्न गर्दैछु। अब चाहिँ साथीहरूलाई के भन्न चाहन्छु भने, जुन कुरा सामानहरू मगाउँछ भने चाहिँ त्यसखेरि नै ओपन गर्नुपर्ने रहेछ भन्ने चाहिँ थाहा लाग्यो। र तपाईँहरूलाई पनि सतर्कै गरेको। र यति नै हो भिडियो। बाई बाई।